Amuchan. 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 Hai, konnichiwa. Konnichiwa. Konbanwa. Hai gozaimasu. Sayonara. Minasan konnichiwa. Welcome back to Baitaji Vlog. Day 25 in Japan. आज होलिडे थियो तर फरेन कन्ट्रीमा होलिडे भनेको सधैँ सुत्ने दिन हुँदैन। सो कहिलेकाहीँ आफूले बेटर बनाउनु दिन पनि हुन्छ। सो अलि बिहान ढिलो उठ्यौँ, आज होलिडे थियो त्यही भएर, अनि फ्रेस भयौँ अनि आजको दिन वेस्ट नगरिकन सो सबैभन्दा पहिला अलि पढ्यौँ अनि पढेर अलि खाना बनाउन तर्फ लाग्यौँ। भोक लागिसकेको थियो। एकछिन बाहिर निक्ल्यौँ र जापानिज बच्चाहरू थियो, सो तिनीहरूसँग अलि रमाइलो गरौँ भनेर एउटा पार्क थियो अनि त्यहाँ अलिअलि कुरा गऱ्यौँ, कन्भर्ट गरेर अलिअलि कुरा गऱ्यौँ, जस रमाइलो लाग्यो। अनि त्यसपछि फेरि रुममा फर्क्यौँ। बेलुकातिर बाहिर जानुपर्ने थियो ट्रायलमा केही सामानहरू किन्नको लागि। सो म ट्रायल निक्ल्यौँ अनि यता एउटा ठुलो मार्ट आए। यो ट्रायल भन्ने एउटा मार्ट रहेछ, ठुलो छ अनि यसो सब कुरा पाउँछ भन्ने थियो। सो त्यहाँ निक्ल्यौँ अनि त्यहाँ हेर्दाखेरि प्राइजहरू लास्टै महँगो थियो, किनकि जापान हो, नेपालको 100 रुपियाँ भनेको यहाँको 1000 बराबर नै चलिरहेको छ अहिले। मतलब सामानहरूको रेट भन्न खोजेको यत्रो महँगो छ। सो ट्राई गऱ्यौँ केही राम्रो कुरा र केही सस्तो कुरा पाउँछ कि भनेर, बट आई एम नट एबल टु फाउन्ड। सो त्यहाँबाट 3 किलोमिटर पर अर्को मार्ट गयौँ, बिकज यहाँ भनेको धेरै महँगो थियो र एउटा 250मा गयौँ। त्यहाँ 100 येनमा मतलब यहाँको येनमा पाउन सक्ने धेरै सामानहरू एफोर्डेबल हुन्छ। सो त्यहाँको लागि हामी निक्ल्यौँ। ठुलो चप्पल छ यार, नजानु भन्नु दाजु, मेरो मामा छ। सो त्यहाँ पुगेर डेली युज हुने सामानहरू किन्यौँ। अलमोस्ट 1500 जतिको सामानहरू किन्यौँ र आज मासु र कोकोलाहरू पनि लियौँ। सो 1500 जति पुग्यो, बिकज कहिलेकाहीँ आफू ट्रिट पनि गर्नुपर्ने हुन्छ आफूलाई। सो त्यसपछि रुम फर्क्यौँ अनि बेलुका हाम्रो रुम नजिक एउटा ठुलो पार्क थियो। सो त्यो पार्क नै गयौँ, अराउन्ड 30 मिनट माइन्ड रिफ्रेस गऱ्यौँ। साँच्चीकै भन्नुपर्दा यस्तो पार्कमा बस्नु भनेको नेपालको याद आउनु हो कि यति दामी छ, लाइक पुरा शान्त होइन। अनि अलि बेलुका हुँदै जाँदाखेरि चराचुरुङ्गी उस्तै बोल्न थाल्ने, अनि के हुन्छ पानीमा रेङ्टाहरू बोल्न थाल्ने, घरको सम्झना हुन्छ क्या सब, लाइक त्यस्तै पार्क छ। सो अनि यस्तो साइडमा हिँडिरहेको थियौँ, रिटर्न आइरहेको थियौँ रुमतिर जाँदाखेरि एउटा कुकुर भेट्यो होइन, अनि त्यो कुकुर पुरा आफ्नै छेउमा आउन थाल्यो। त्यसको नामले बोल्दाखेरि अनि त्यसले बोल्ने कि कति दामी। हाई कोनिचिवा कोनिचिवा कोनबानवा हाई गोजाइमासु सायोनारा। सो आज होलिडे थियो, सो आज रुमलाई फ्रेस गऱ्यौँ, पोछा हाल्यौँ र बेडहरू सब मिलायौँ राम्रोसित। सो खाना खाएर अनि एकछिन पढ्नुपर्छ भनेर सो अलि पढ्यौँ होइन। अनि पढेपछि अब
सुत्न लाग्यौँ भिडियो एडिटिङ गरेर भिडियो अपलोड गऱ्यौँ अनि अब सुत्छु भनेर अब सुतौँ। सो आज होलिडे सक्यो, भोलिदेखि फेरि सेम बिजी लाइफ स्टार्ट हुन्छ। लाइफ अहिले सजिलो छैन तर एकदम राम्रो स्टोरी बन्छ भन्ने होप चाहिन्छ। सो थ्याङ्क यू फर वाचिङ माई ब्लग। सी यू इन द नेक्स्ट ब्लग। बाई बाई, सायोनारा।